अर्पण गर्छु र सबै प्रजातान्त्रिक योद्धाहरूलाई हार्दिक नमन पनि गर्छु। म अहिले यो निर्वाचन क्षेत्रमा थिएँ, त्यहाँबाट अहिले नुवाकोट गएर काठमाडौँको 3-4 सभा हुनुपर्ने भएकोले नुवाकोटबाट सिधै यहाँ आउँदैछु। समयको दबावमा धेरै लामो समय लिन्न मेरो छोटो कुरामा गइसक्यो। मलाई कीर्तिपुरको डाँडा यो चुनावमा एकपल्ट आउनै पर्ने थियो। भनिसके पछाडि बीच-बीचमा चाहिँ जाँदै गर्दाखेरि ल्यापटपको याद आउँछ। मैले कीर्तिपुरको डाँडाको प्रसङ्ग निकालिसके पछाडि एउटा राष्ट्रिय बहस भयो, जुन कुरा मेरो लागि एकदमै सुखद कुरा थियो। एउटा नेता भनेर जसलाई हामीले भन्छौँ, त्यो नेताको काम घृणा फैलाउने, उत्तेजना फैलाउने, त्यो नेताको काम दैनिकीमा अल्मलिएर बस्ने हो वा त्यो नेताको काम एउटा सपना देख्ने, एउटा सपना देख्ने र त्यो सपनालाई पुरा गर्नका निम्ति निरन्तर प्रयास गर्ने। म के ठान्दछु भने एउटा नेताको काम सपना देख्ने हो, त्यसलाई पुरा गर्नका निम्ति निरन्तर प्रयास गर्ने। कीर्तिपुरको डाँडाको प्रसङ्ग पछाडि मसँग थुप्रै युवा तन्मीहरू ठोकिन आउँथ्यो र के भन्न आउनुभयो भने तपाईँले जे भन्नुभएको छ त्यो त हामी अहिले गरिरहेका छौँ, हामीलाई केही कानुनी अप्ठ्यारोहरू छ। म पनि दिनरात उहाँहरूसँग बसेँ, के नयाँ कुराहरू सिक्यौँ र हामीले तत्काल गर्नुपर्ने कुरा के छ भन्ने कुराको सूची तयार गऱ्यौँ। हामी आफै भएको सरकार थियो र हामी गएर काम गऱ्यौँ। मलाई अहिले पनि याद छ, दिन रात नबनिकन काम गऱ्यौँ र हामीले केही महत्त्वपूर्ण कानुनहरू बदल्यौँ। खास गरिकन नेपालमा भएको सूचना प्रविधि कम्पनीले नेपालभन्दा बाहिर गएर सजिलोसँग कम्पनी खोल्न पाउने, बाहिरको लगानी सजिलोसँग नेपाल ल्याउन पाउने सानसाना कानुनी अडचनहरू खोलिदिन साथै त्यो क्षेत्रको साथीहरूले बडो राहत महसुस गर्नुभयो। केही कुरामा थप काम गर्दै जाने क्रममा अहिले चुनावमा आइपुग्दै गर्दा यो पटकको चुनावको घोषणा पत्र प्रतिज्ञा पत्रमा मैले के लेखेको छु भने अबको 5 वर्षभित्रमा सूचना प्रविधिको क्षेत्रलाई हामीहरू नेपालको एउटा महत्त्वपूर्ण उद्योगको रूपमा स्थापना गर्नेछौँ। हाम्रो कुल ग्राहस्थ उत्पादनमा यसको योगदान 5% पुर्याउनेछौँ र उच्च गुणस्तरीय भनेको राम्रो आम्दानी हुने, राम्रो कमाइ हुने, कम्तीमा पनि 1 लाख नयाँ रोजगारीहरू यो क्षेत्रमा सृजना गर्नेछौँ। यसको लागि हामी यो कानुनहरू बदल्नेछौँ, यो काम गर्ने तरिकाहरू बदल्नेछौँ भनेर हाम्रो प्रतिज्ञा पत्रमा लेखेका छौँ। मैले के अपेक्षा गरेको थिएँ यो चुनावमा भने नयाँ पार्टीले, पुरानो पार्टीले सबैले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गरेर गइसके पछाडि जनताले छान्ने भनेको त को कस्तो देखिन्छ भनेर छान्ने होइन होला, कसले कस्तो बोल्छ भनेर पनि छान्ने होइन होला। यो देशमा 5 वर्ष अवसर प्राप्त गरिरहँदै गर्दा यो देशका यस्ता मुद्दाहरूको सन्दर्भमा कसले के सोचिरहेको छ र के गर्ने योजना बनाएको छ भन्ने बारेमा बहस होला, प्रतिस्पर्धा होला। मैले कीर्तिपुरको डाँडामा देखेको सपना देखेको जस्तै अर्कोले पनि सपना देखेको होला। मैले देखेको सपना पुरा गर्ने योजना बनाएर मैले आएको छु भने अर्कोले देखेको सपना पुरा गर्ने योजना बनाएको छ कि छैन भन्ने बारेमा मैले उसलाई सोध्न पाउँदा, उसले मलाई सोध्न पाउँला। यो बहस यो पटकको चुनावमा यसरी होला भन्ने मेरो अपेक्षा थियो। तर हाम्रो दुर्भाग्य यो बहस चुनावभरि यसरी भएन। यो चुनाव यसरी नहोस् भन्ने थियो। मैले सुरुदेखि एकपटक पार्टीका साथीहरूलाई पनि भनेको थिएँ, कहीँ कतै गाली, कहीँ कतै उत्तेजनाको भाषा पनि नबोल्नु, कहीँ कसैलाई घोषघोष पनि नबोल्नु। म त लामो समयसम्म त्यस कारणले गर्दा आफू चुप पनि बसेँ, किनकि यो समय नै त्यो समय होइन। भाद्र 23 र 24को त्यत्रो ठुलो घटना पछाडि नेपालमा चुनाव हुँदैछ। चुनावै मात्र गर्नुपर्ने भएको त 84मा भइहाल्यो, 2 वर्षकै चुनाव हुँदैछ। यो चुनावमा को जित्छ र को हार्छ त्यो हाम्रो लागि महत्त्वपूर्ण हो। काङ्ग्रेसलाई हामी जित्ने महत्त्वपूर्ण कुरा, अरूलाई जित्ने महत्त्वपूर्ण कुरा। तर जो जिते पनि जो हारे पनि को हार्नु भने जुन आमाले भाद्र 23मा आफ्नो सन्तान गुमायो, कम्तीमा त्यो आमाले यो चुनावमा हार्नुहुन्न। यो चुनाव पछाडि देश जुन बाटोमा जान्छ, कम्तीमा मेरो छोराले दिएको साहस, मेरो छोरीले दिएको साहस अर्थपूर्ण भएछ है, कम्तीमा देश सुशासनको बाटोमा हिँडेछ, यतातिर गएछ भन्ने कुराको गर्व सक्नुपर्छ। त्यसैले त्यो सुशासनका सन्दर्भमा हाम्रो एजेन्डाहरू के हो? मैले काङ्ग्रेसको तर्फबाट प्रश्न गरेको छु। नेपाली कांग्रेस पार्टीको सरकार बन्दै गर्दा यो सरकारले पहिलो काम के गर्छ? एउटा शक्तिशाली आयोग बनाउँछ
यो आयोगले 46 सालपछि सरकारमा बसेको प्रत्येकको सम्पत्तिको छानबिन सुरु गर्छ र त्यसको पहिलो सुरुवात कोबाट हुन्छ? हाम्रो पार्टीका श्रद्धेय नेता पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको दोस्रो मबाट हुन्छ। म पनि त संसदमन्त्री भएको छु, मैले पनि त मन्त्रालयको जिम्मा लिएको छु। सबै पूर्व पदाधिकारीको छलफल हुन्छ, छानबिन हुन्छ भनेपछि हाम्रो चाहिँ हुन्न, तिम्रो चाहिँ हुन्छ। हामी चाहिँ जे गरे पनि ठिक, हाम्रो भित्र चाहिँ ठगे पनि ठिक, लुटे पनि ठिक, हाम्रो भित्र टिकट बेचे पनि ठिक, तर अरू पार्टी सबै झोर। हाम्रो पार्टी खतरा, हाम्रो नेता खतरा, अरू पार्टीहरू सबै झोर। कहीँ पुगिनेछ यो उत्तेजनाको घृणाको राजनीतिले कहीँ पनि पुगिने। हामी सबैले कानुनको शासनका आधारमा देशलाई अगाडि बढाउने हो। सबै कोसिसमा साथ चाहिन्छ अनि बल्ल हामी टुङ्गोमा पुर्याउन सक्छौँ। त्यसैले नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट हामी यो 5 वर्ष एउटा कमिटमेन्टका साथ आएका छौँ। यो 5 वर्षको समय खेर फाल्दैन, एक दिन एक मिनट पनि खेर फाल्दैन। प्रत्येक विषयमा, जस्तो उदाहरणलाई शिक्षा भन्नु, शिक्षालाई गुणस्तरीय बनाउने, जसले पनि भन्छ नि गुणस्तरीय बनाउने कसरी? त्यो गुणस्तरीय बनाउने कुराको सन्दर्भमा हाम्रो कानुनका बाधाहरू के हामी के गर्छौँ? हामी खर्च लिन्छौँ, खर्च कसरी जुटाउँछौँ? यी सबै कुराको तयारी गरेर हामीले के भनेका छौँ? अबदेखि स्वास्थ्य उपचारको लागि कुनै पनि नेपालीले अस्पतालमा गएर टेबलमा बिमाको कार्ड राख्यो भने 10 लाख परे पनि 20 लाख परे पनि उसले खल्तीबाट 1 रुपियाँ पनि तिर्नु पर्दैन। त्यो बिमाको कार्डले सबै खर्च कभर गर्छ। मैले सुरु गरेको बिमा लथालिङ्ग पारिएको छ, चलाउँछु कसरी? यी सबै कुराको बारेमा अबको 5 वर्षको समय हाम्रा सोच यसमै जानुपर्छ, हाम्रो प्रतिस्पर्धा यसमै जानुपर्छ। यही बाटोमा लिएर जान चाहन्छु। त्यसैले म काङ्ग्रेसको तर्फबाट यत्रो साथीहरू आउनुभएको छ, तपाईँहरू सबैको बिचमा यो हाम्रो प्रतिज्ञा, यो 5 वर्ष अहिलेको स्पिडमा नेपाल चल्ने होइन। अहिलेको भन्दा कम्तीमा 5 गुणा बढी स्पिडमा नेपाल चलाउँछ। तर स्पिडमा गाडी चलाउँदै गर्दा पनि याद गर्नुपर्छ, स्पिडमा मोटरसाइकल चलाउँदा, स्पिडमा गाडी चलाउँदै गर्दा कहाँ उकालो आउँछ, कहाँ उकालो आउँछ, अर्कोतिरबाट को स्पिडमा आएको छ भन्ने ख्याल गरिएन भने दुर्घटना हुन्छ। त्यसैले स्पिडमा चलाउँदै गर्दा यति सुझबुझ चाहिन्छ कि उताबाट को आएको छ, दायाँ के छ, बायाँ के छ, उकालो कहाँ छ, ओह्रालो कहाँ छ, खाल्डो कहाँ छ भन्ने हेर्ने सुझबुझ चाहिन्छ। त्यसैले काङ्ग्रेसले यो 5 वर्ष गतिका साथ देश चलाउँछ, तर सुझबुझका साथ पनि देश चलाउँछ। काङ्ग्रेसले यो 5 वर्षमा अर्को भाद्र 23 गते निम्तिन दिँदै कुनै पनि केटा वा केटी सरकारले गोलीबाट गर्ने अवस्था आउन दिँदैन। तर सोचले कसैले पनि मुखुन्डो लगाएर सिंहदरबार चलाउन दिँदैन। यो अवस्था निर्माण हामी समाजले लिएर जान चाहन्छौँ। यो 5 वर्षको समय नेपालको लागि उपलब्धिमूलक समय बनाउन चाहन्छौँ। किन हामीलाई सजिलो छैन? हेर्नुहोस् त, आज हामी त्यो सभा गरेको बेलामा हामी सभामा छौँ, तर कतिजना आमाहरूको ध्यान कहाँ छ? काङ्ग्रेसको सभा, एमालेको सभा, राजसभाको सभा, पछि 21को चुनाव पनि मतलब छैन। त्यत्रो बमबारु भइरहेको छ भिडियोस्, त्यत्रो छोराछोरीहरू त्यहाँ छन्। प्रत्येकचोटि कतिखेर प्रत्येक देशमा भएका छोराछोरीको के हालत होला भनेर हेरेर बस्नुपर्ने अवस्था छ। हामी कुन अवस्थामा छौँ? हाम्रा केटाकेटीहरू त्यहाँ गएका छन्। भारतमा तलमाथि भयो भने हाम्रो लाखौँ माथि त्यहाँ छन्। मिडल इस्टमा तलमाथि लाखौँ माथि त्यहाँ छन्। हाम्रो युवाहरू कोही रुसको युक्रेनमा लड्न गएका छन्। यति धेरै ठुलो अप्ठ्यारोमा परेको यो देशलाई सम्हाल्नका निम्ति केवल घृणाको भाषाले हुँदैन, उत्तेजनाको भाषाले हुँदैन र यथास्थितिवादीको सोचले पनि हुँदैन। हामीहरूलाई सम्हालेर 5 वर्षभित्र परिणाममा पुर्याउन चाहन्छौँ। त्यो परिणाममा पुर्याउनका निम्ति मलाई टिम चाहिन्छ, म एक्लैले सक्दिनँ, मलाई सङ्ख्या पनि चाहिन्छ। म आदरणीय राजन केसी दाइलाई हृदयबाट आभार प्रकट गर्न चाहन्छु कि नेपालको राजनीतिको एउटा ठुलो विकृति भने एउटा मान्छे निर्वाचन लडिसके पछाडि जबसम्म कि उसको अन्तिम अवस्था आउँदैन वा कुनै राजनीतिक दुर्घटनामा पर्दैन, उसले ज्यान गरेर छ। राजन केसीले चाहनु भएको भए यो पटक उम्मेदवार बनेर आउने कुरा मलाई कसैले पनि रोक्नु सक्दैन। तर राजन केसीले सुरुमा भन्नुभयो राजन केसीको सम्मानको लागि पनि म दर्शकमा क्षेत्रलाई अनुरोध गर्न चाहन्छु। नेपालको राजनीतिमा यस्तो मान्यता स्थापित गर्नुपर्ने छ। हामीले पार्टीको बैठकमा निर्णय गरेर हाम्रो विधानमा परिवर्तन गरेर लिएर आएका छौँ। अबदेखि कुनै पनि एउटा व्यक्ति 2 पटकभन्दा बढी प्रधानमन्त्री काङ्ग्रेसको तर्फबाट बन्न पाउँदैन भन्ने विधानमा व्यवस्था गरेर आएको छ। नेपालमा प्रधानमन्त्री पटक बन्न नपाउने व्यवस्था मात्रै भएको भए नेपालको राजनीति अहिले दुर्घटनै पर्दैन थियो। 5 पटक भएको बेला 6 पटक हुन मन लागेको छ, 6 पटक भएको बेला 7 पटक हुन मन लागेको छ, प्रत्येकलाई दोहोऱ्याएर तेह्र हुन मन लागेको छ। समस्या यही भएको
त्यसैले नेपालको राज्यमा यो नैतिकताको एउटा सीमा उत्रन सक्ने मानक पनि स्थापित गर्नुभएको छ। 10 नम्बरमा त्यो मानक स्थापित भएको छ। यसको लागि म आग्रह गर्न चाहन्छु, यो ठाउँमा हिजो तपाईँहरूको आफ्नै यही ठाउँको गाउँको माटोमा खेलेर यहीँबाट आफूलाई स्थापित गर्नुभएको, स्थानीय राजनीतिमा पनि यहाँ हिँड्नु भएको, यहाँको स्थानीय पालिकाहरूसँग राम्रोसँग काम गर्न सक्ने हिमालजी आज उम्मेदवारको रूपमा आउनुभएको छ। मलाई के विश्वास छ भने 10 नम्बर क्षेत्रबाट संसदमा प्रतिनिधित्व गर्दै गर्दा, भोलि नेपाली कांग्रेसको सरकार बनिरहँदै गर्दा यो 10 नम्बर क्षेत्रको पनि हितको बारेमा सोच्ने र सँगसँगै राष्ट्रिय राजनीतिमा पनि संसदभित्र आफ्नो भूमिका निर्वाह गर्न सक्नेमा हिमालजीले न्याय गर्न सक्नुहुन्छ भन्ने मलाई पुरा विश्वास छ। उहाँले मेरो टिममा बसेर काम गर्नुहुन्छ। निर्वाचनको क्रममा जे जति कुराहरू यो ठाउँको लागि उहाँले बोल्नु भएको छ, ती कुराहरूलाई पुरा गर्ने सन्दर्भमा उहाँले बोलेका, उहाँले लिनुभएका प्रतिबद्धताहरूलाई कांग्रेसको प्रतिबद्धता बनाएर त्यसलाई पुरा गर्ने खण्डमा मेरो ठाउँबाट 100% मेरो साथ उहाँलाई रहन्छ। यही भरोसा दिलाउँदै आज अब केही घन्टा समय बाँकी छ, भोलि दिनको समय बाँकी छ। मेरो खास गरी नेपाली कांग्रेसमा आबद्ध हुनुभएको सबै साथीहरूलाई मेरो आग्रह छ, यो एक दिनको थप समय, भोलिको समय तपाईँहरू नथाकिकन घर घर गइदिनुपर्छ। प्रत्येक साथीलाई गएर भेट दिनुपर्छ। कोलाहल छ भाइ, ठुलो हल्ला छ, सामाजिक सञ्जालमा हल्ला छ। त्यो सामाजिक सञ्जालको हल्लालाई म स्वाभाविक मान्दिनँ। संसारभरि सामाजिक सञ्जाल कसको पक्षमा हुन्छ? जसले घृणाको भाषा बोल्छ। म अहिले यहाँ उभिएर एक लाइन कसैलाई मैले दमदमाएर गाली गरेँ भने बेलुका म भाइरल हुन्छु। तर आज मैले बोलेको भाषण यहाँको मिडियाको साथीहरूले पनि धेरै मन पर्दैन, किन म सफ्ट बोलिरहेको छु, मिलाउने कुरा गरिरहेको छु, सम्हाल्ने कुरा गरिरहेको छु। त्यो बिग्दैन, तर देश बिगाउने कुराले मात्र चल्दैन। देश यस्तै नबिग्ने कुराले चल्छ, धेरै बिगाउने कुराले पनि बुझिन्छ। तर यसको निम्ति पार्टीको साथीहरूले बढी मेहनत गर्नुपर्ने छ। यस सामाजिक सञ्जालको मात्र भर नपरेर तपाईँहरू घर घर जानुपर्नेछ, प्रत्येक परिवारको सदस्यलाई भेट्नुपर्नेछ, नौजवानहरूसँग संवाद गर्नुपर्नेछ। थकाइ नमान्नु होला। अब बाँकी रहेका दिनहरूमा पनि यत्तिकै मेहनत गरेर काम गर्नु होला। नेपाली कांग्रेसले काठमाडौँबाट हामीले एउटा अनुमान लगाएको, पार्टीका साथीहरू बस्दै गर्दाखेरि हामी कहाँ जित्न सक्छौँ होला भन्ने अनुमान लगाउँदै गर्दा म ठाउँको बारेमा नभनौँ, तर सबै फरक फरक साथीहरूले बसेको ठाउँमा पनि काठमाडौँबाट 100% जित्ने भनेर जसले बनाएका छौँ, हामीले 1, 2, 3 गर्दै बनाएकोमा सबैले 1 नम्बरमा काठमाडौँको 10 नम्बरलाई राखेको छ। यो विश्वासलाई